नमस्ते लसो फ्याफुल्ला सबैलाई। आज म चाहिँ पालक पनिर बनाउन गइरहेको छु। सुरु गरौँ है त। मसँग यहाँ छ पालक, जसलाई मैले ब्लान्च गरेर प्युरे बनाइसकेकी छु। यसको कलर पनि एकदम राम्रो आएको छ। यहाँ मसँग छ गार्लिक, अनि अलिकति फाइनली चप अनियन। यहाँ छ थोरै टोमेटो, थोरै ग्रिन चिली लिएकी छु। अब म भाँडामा थोरै तेल राख्न गइरहेकी छु। म अब यो तेल तातो भइसकेको छ। यसमा मैले थोरै जिरा एड गर्दैछु। म यसमा गार्लिक एड गर्दैछु। मैले यसमा अनियन पनि एड गरिसकेँ। अनियन मैले फाइनली चप लिएकी छु। अब भने मैले यहाँ थोरै बेसार एड गर्दैछु। थोरै कश्मिरी चिली, यो चाहिँ मलाई एकदमै मनपर्छ खाना बनाउनको लागि। एकदमै धेरै पिरो पनि हुँदैन र कलर पनि एकदमै राम्रो दिन्छ। अनि थोरै धनिया र जिराको पाउडर। मैले यहाँ टोमेटो पनि राखिसकेको छु। मैले यो टोमेटोलाई यो राम्रोसँग पाक्ने बेलासम्म कुक गर्छु। अब चाहिँ म यसमा पनिर राख्दैछु। तपाईहरूले चाहिँ पनिरलाई हल्का रोस्ट गरेर पनि राख्न सक्नुहुन्छ, तर मलाई चाहिँ यतिकै राख्नुको मनपर्छ। यसरी पकाउँदाखेरि एकछिन पकायो भने यो चाहिँ एकदम सफ्ट हुन्छ। अब चाहिँ म यसमा मैले ब्लेन्ड गरेर राखेको पालक एड गर्दैछु। पालकको कलर चाहिँ यति दामी निस्केको छ नि। यसलाई मिक्स गरौँ। सल्ट टु टेस्ट राख्नु होला। हजुरहरूले कतिको सल्ट मनपर्छ, कतिको खानुहुन्छ, त्यही अनुसार स्वाद अनुसार। मेरो पालक पनिर अलमोस्ट रेडी भइसकेको छ। मेरो पालक पनिर बनेर रेडी भइसक्यो। अब भने मेरो डिनर प्लेट रेडी भइसकेको छ। यहाँ छ पालक पनिर, यो चाहिँ टोमेटोको चटनी अनि विथ सम डल्लेको अचार। यहाँ मेरो प्लेट रेडी भइसकेको छ। यसमा छ टोमेटोको चटनी, पालक पनिर, डल्लेको अचार। अब हामी नेपालीहरूको सबैको फेभरेट विथ राइस। हजुरहरू पनि ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ।